सबैभन्दा भारी कुरा के हो? 1 किलो फलाम या 1 किलो कपास? मेरो हिसाबमा चाहिँ आफूसँग कयौँ गुण हुँदाहुँदै पनि केही गरेर देखाउन नसक्नु सबैभन्दा भारी कुरा हो। ती पुरा नभएका सपनाको लास आफ्नो काँधमा बोकेर जीवनभर हिँड्नु सबैभन्दा भारी कुरा हो। वरिपरि हेर्नु, सबैलाई खुसी बनाउनु, तर आफूमा भने त्यही खालीपन फेरि भेटाउनु सबैभन्दा भारी कुरा हो। आफैसँग लड्नु अनि आफैसँग हार खानु सबैभन्दा भारी कुरा हो। पाएकालाई गुमाउनु या पाउँदै नपाएकालाई सम्झिनु सबैभन्दा भारी कुरा हो। या सायद सबै कुरा भएर पनि केही नभएको झैँ महसुस गर्नु सबैभन्दा भारी कुरा हो। सबैभन्दा भारी कुरा के हो? 1 किलो फलाम या 1 किलो कपास? मेरो हिसाबमा चाहिँ आफूसँग कयौँ गुण हुँदाहुँदै पनि केही गरेर देखाउन नसक्नु सबैभन्दा भारी कुरा हो। ती पुरा नभएका सपनाको लास आफ्नो काँधमा बोकेर जीवनभर हिँड्नु सबै